एभ्रिवान, सेवा हौवा नमस्ते सम्पूर्ण साथीहरुमा। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु भन्नुपर्छ। अनि आज पनि राम्रो फुलहरु लिएर अगाडि लिएर मेरो यस्तो नराम्रो थोप्रालाई देखाउँदै भ्लग स्टार्ट गर्दै छु साथीहरु। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला भन्दै तपाईहरुको दशैं कस्तो भयो? मेरो त राम्रो भयो भन्नुपर्छ। अनि मैले दशैंको भ्लग चाहिँ ल्याउन सकिन। अनि यस्तै छ। अनि आज चाहिँ म लसुन बारीमा आइसकेको छु। लसुन बारी चाहिँ यहाँ हेर्नु न, सबै यो लसुन बारीहरु हो। यो पनि लसुन बारी हो, यो पनि यहाँ परको नि लसुन बारी नै हो। अनि लसुन गोड्नुको लागि चाहिँ म बारीमा आइसकेको छु। र आजको मेरो भिडियो चाहिँ यही लसुन बारी गोड्दै गरेकै हुनेवाला छ साथीहरु। अन्तिमसम्म हेरेर साथ दिनु होला र तपाईहरुको मनमा जे जति प्रतिक्रियाहरु छ त्योहरु पनि कमेन्ट बक्समा गएर लेखिदिनु होला। अनि मेरो कुन भिडियो नराम्रो भइरहेको छ, कुन ठाउँमा के भइरहेको छ, भिडियो फुल वाच गरेर कमेन्ट गरिदिनु होला भन्दै भ्लग सुरु गर्न थालेको साथीहरु। हेर्दै गर्नु होला। खासै राम्रो चाहिँ देखिएन साथीहरु। यो लसुन चाहिँ मैले फर्स्टमा रोपेको, अनि यतापट्टिको चाहिँ सेकेन्डमा रोपेको, दोस्रो चोटी भयो। अनि यो चाहिँ तेस्रो चोटी भयो। सबै झारले खाइमारेको छ। अहिले चाहिँ यो सबै झार उखाल्नु पर्ने छ। अनि यो चाहिँ लास्टमा रोपेको, यसमा नि झारले सबै खाइसकेको छ। यो चाहिँ लास्टमा रोपेको हो। यति छ आजको साथीहरु। मैले सुरु गरेको कहाँदेखि सुरु गरौँ? अलपत्रै छ बारी पनि, हेर्दाखेरि नै अल्छी लाग्दो भइरहेको छ। अनि बाहिरको यतातिरको दृश्य हेराउँदाखेरि चाहिँ यस्तो छ, कुहिरो पुरा लागिरहेको छ। आकाशभरि पनि कुहिरो छ। यता तल्लो गाली मकै भाँच्नु बाँकी नै छ। दालले पुरा घेरिसकेको छ। अब चाहिँ गोड्नु तर्फ लागौँ साथीहरु। लागियो गोड्नु तर्फ। झारले सब खाइसकेको रहेछ। आज नि नगोरेको भए चाहिँ कम्ता चाम्रो नि रहेनछ हौ यो झार पनि। होइन, पहिला अलिक राम्रो नै फोकस दिनुपर्छ। नराम्रो भित्किसकेको त भित्किसक्यो। यसरी कुलानी गरिराखिदिनु पर्छ है सकेसम्म। हातैले त्यसै कोटाइदिनु। त्यसरी कोटाउँदा नि हुन्छ तर हातैले पनि किनकि पानी परेको छ नि त अहिले। पानी नपर्दाखेरि भने चाहिँ राम्रो हुन्छ। म पनि ज्याकेट त खोल्नुपर्छ होला हौ। खै नगरिएको होइन, गरिएकै हो। केले चाप्नु हुँदैछ हाम्रो हेर्न कलर हुन्छ। सबै हो नि। मिलेर म तल्लोपट्टिबाट स्टार्ट गर्नु। के खानु भित्तामा आइरहेको छ। म त पिरियड छेउबाट गरौँ कि भनेको काम सुरु भनेको। अब तल्लोपट्टिबाट फाटाए भनेपछि यसमा चाहिँ तिर्मल लगाइदिनु पर्छ होला हौ। अनि तिर्मल भएर यस्तो भएको हो। ए हुन्छ त नि, मल एउटा छैन यहाँ हेर्नु। पराम खतरनाक त ओहो भौसिएर अनि टकटकाएर राख्नु पर्छ। रुखको पत्तामा हुन्छ नि। हो, त्यो रुखको पत्ताको चाहिँ पिलिएको हुन्छ नि। त्यो चाहिँ के लगाइदिनु पर्यो भयो जस्तो हुन्छ। राख्नु सम्भव 1-2 लिएर हुन सक्छ। एउटा सबै नलगाउनु पर्छ। त्यो हातको भयो त्यो। के चाहिँ त्यस्तो खालको। ए यहाँ हामीले कति बोक्छ हेर्नु तपाईँ। म यस्तो घाममा चिनी घाममा गरेर खटाइदिएको छ हैन। त्यो खनेर रोपेको। अनि गरे के हुन फल्छ माटोमा लसुन त्यस्तै हो। कस्तो डेन्जर घाममा खनेर रोपेको। त्यो बोक्ला चाहिँ यसरी गरेर। र यो कुकुरले झाराएर त कति भन्दा कति गरेछ नि त्यसले। तर आज हातको नसिरहेको के हुनु। तर यो अलिक राम्रो छ, यो अलिक राम्रो छ, यो खासै राम्रो छैन। किन सुरुमा रोपेको हुन्छ नि त। खासै गर्नु त। गरे यति के त लाग्दो रहेछ जाना हुनु। यसरी बारी जानु पर्छ कि क्या? खुल्ला बजार दिने बेकार भन्ने हो। बारी भने त छिटो गेरागुरी राख्छ अरे नि त। भन्ने भनै न हो भनेर कसैले भन्यो। त्यतितिर पनि जानु भएन। कुकुरले झार्दै त। यता कुकुरको मलको भएको छ नि। त्यहाँ बस बरे तलमा सुँगुरको आन्द्राको माथि त्यो पारीको भयो नि। कट गर्छ। उखालिने त उखालिदिनु न। कसैले खानु पर्यो। अनि किन खानु? भगवान बले दाबी छै। तपाईँ त देखिँदैन रहेछ नि। म बाहिर बस भन्ने मिल्दैन।
आज तारी गाल झोस्ने साथीहरूले म चाहिँ हेर्ने भिडियो बनाउने च्वाक्क खाएको अरूले चाहिँ थुक्निल्ने अब खाएको देखेर थुक्न मिल्ने त के त स्वाभाविकै हो नि तर लाइक त लाइकै छ झारैले छोपे पनि ल र त्यो के आयो हौ यत्रो फल्दो रहेछ भर्खरै पुरुकै लसुन चाहिँ भनेको त के को लाएर आयो हौ पुरुकै भए भन्ने उडी जाने ठुलै छ नि हौ यस्तो चाहिँ यत्रो यत्रो भइगयो ठुलोको ठुलै हुने रहेछ भन्ने कुरो बुझ्यो छोटा मोटा डल्ला पुड्का हुने रहेछ नि वही त साथीहरू नहुनेले चितायो वर्षा दिन बितायो कि के भन्ने एउटा उखान छ नि त्यस्तै भयो साथीहरू हेर्नु न पानी पर्नु थाल्यो घर फर्क्यौँ हामी त अब साथीहरू हामीले चाहिँ यति मात्रै गर्नु भ्याइमै साथीहरू यहाँ हेर्नु अरू त डल्लै छ सिङ्गै ठुलो पो पानी पर्नु थाल्यो मेरो चाहिँ ज्याकेट भुसुक्कको छ र अलिक भिजिएको अनुभव भइरहेको छैन त्यही पनि भिजिसकेछु हामी चाहिँ लाग्यौँ साथीहरू अब पानी परि त हाल्यो के गर्नु बर्खाको बाटो पनि यस्तै हुन्छ आयो यहाँ माथि देखिँदै गरेको छ हाम्रो घर हो किचन अनि हिजो अस्ति मैले मटर यही रोपेको हो भर्खरै टुस पलाउँदैछ रहेछ बाहिरै मोटरहरू त निस्किरहेको छ पानी परेको हेर्दै हुनुहुन्छ होला तपाईँहरूले बल्ल बल्ल चिताएर काम गर्नुपर्छ है भनेर गएको पनि आधी नसकी फर्केर आउनु परेपछिको दुःख त के नै होला र साथीहरू त्यही पनि मेरो घरमा काम धेरै छ घर कोठा सरसफाइ गर्नुपर्ने छ म पानी परिन्जेलको समय चाहिँ कोठा सरसफाइ गर्छु अनि मात्रै फेरि जान्छु ए साथीहरू फेरि पानी पर्नु छोड्यो है पानी पनि रोक्यो अब फेरि लाग्यो साथीहरू कामतिरै हामी अल्छी लाग्यो खानुको लागि अनेकै गर्नुपर्ने के साथीहरू यही गुको लागि के गर्नुपर्छ अब चाहिँ हामी फेरि पानी परेर घर गएको थियौँ अब फेरि बारीमा आइसकेको छौँ हामी चाहिँ फेरि अब सुरु गर्छौँ
मस्त लु है साथीहरू अब चाहिँ फाइनली 1 ड्याङ 2 ड्याङ 3 ड्याङ हामीले चाहिँ खनिसकियो खनिसकियो होइन गोरिसकियो। यो चाहिँ यस्तो दामीको भएको छ नि मेरो लसुन दामीको भएको छ यो चाहिँ। अनि अलिक यहाँ पल्लो पनि राम्रै छ अनि यताको ठिकै छ र यता परतिर चाहिँ अलिक सानो सानो भएकोले गर्दाखेरि चाहिँ यता पर चाहिँ गोरिएन। अनि अब अहिले यहाँ पर घाँस काट्न आउनुपर्ने छ। अब चाहिँ खाजा बनाएर खाने हो साथीहरू। र आजको मेरो भिडियो यति नै सायद हुन्छ है। यति नै हुन्छ होइन, यो लसुन गोड्दै गरेको चाहिँ यति नै। अब घर जाने हो साथीहरू। 2-3 घन्टा गर्दा बल्ल बल्ल सक्यो साथीहरू। राम अनुहारै कस्तो किचिकेको देखिने भइसकेछ। गलियो नि त अब चाहिँ घर जाने हो साथीहरू। हातहरू धोएर खाजा पकाएर खानुपर्ने छ। कति बजी भयो भन्दाखेरि 14:03 बज्न आँटेछ। अनि अब चाहिँ फाइनली साथीहरू जाने हो। आगो बलिसकेको छ। लोकल अर्ग्यानिक पानीमा पकाएर खाने हो यो चाहिँ। कस्तो के साथीहरू कराईमा 1 कराई पानी र नुन लगाइसकेको छु मैले चाहिँ। अब अलिक बलेन म फुट्छु। वाइ तयारी जाउँछु पकाएर खानु आँटेको। एकैचोटि तल्लोपट्टि फुटो छ हौ। अनि यो स्वाद सानो सानो बनाएर त्यो सुप दामीको निस्किन्छ कि यस्तो टोक्का भन्दा नि सुप चाहिँ मजाले मसला झिकेकै चाहिँ मसला कति मिठो मसला। अर्ग्यानिक पानीमा मात्र उमालेको च्याउ हो यो चाहिँ। 2टाको चाहिँ खोर्सानी ला यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिलेकाहीँ। टाउको सुक्खो खानु मन लाग्यो अघि नै त चिउरा र उयो खाइस। अहिले फेरि अब नचाहिएको बेलामा कम्ता आगो बल्नु चारजना कतिजना 2 जना 4 जना गाउँ बस्तीको लोकल खाजा भनेको यही हो। ठुलेलाई
डोली जाप्दै भयो फाइनली साथीहरू खाजा चाउचाउ गाउँले स्टाइलमा पकाएर खाएर भुँडी डन्नै अघाएर हामी चाहिँ घाँस काट्न आएको छौँ। यहाँतिर चाहिँ कुरोको घाँस थोरा छैन, कुरो घाँस फुलेर पछि काराले घोची मार्छ होला भनेर काट्नु आएको। आइया हौ हेर्दै गर्नु होला। हतियार केही त बोल्नु न ह। केही त बोलन कस्तो सोरै बोरा चेतिएको जस्तो भइगयो। त्यसकीमा टिका लगाउने रेटाइ चाहिँ जो सही छ। यतिको घाँस रेटाइलाई चाहिँ छि भन्नु मिल्दैन गाईसहरू होइन। यतिको काटाइ चाहिँ गाईसहरू लास्टै म्याच हालेको छ। यतिको खरो मान्छेले रेटेकै छ। यो चाहिँ कुरो हो। यसको चाहिँ कारा यी साथीहरू फुले पछाडि चाहिँ यसको चाहिँ कारा यी यस्तो हुन्छ। अनि यसरी लुगामा दल्यो भने चाहिँ यो पुरा लुगामा लाग्छ नि त। अनि यो कारा बनिसक्नुभन्दा अगाडि नै यो हामीले काट्नुपर्छ, नत्र भए अर्को साल धेरै फैलिने सम्भावना धेरै छ। र साथीहरू आजको मेरो भिडियो चाहिँ यही घाँस काटेकोदेखि अन्तिम फाइनल गर्न जाँदैछु साथीहरू। अनि आजको मेरो भिडियो चाहिँ यति नै। अब राम्रो भयो कि नराम्रो भयो त्यो त थाहा छैन, त्यो त सब हजुरहरूकै हातमा छ। अनि राम्रो नराम्रो देख्नुको। र आजको मेरो भिडियो चाहिँ यति नै साथीहरू। र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरैभन्दा धेरै धन्यवाद भन्दै बाई बाई, सेवा हौवा, नमस्ते।